कहिले खायो बामनाले च्याउ जस्तो भयो। के बनाउन खोजेको थिएँ लास्टमा गएर के पो भयो। त्योभन्दा अगाडि हेलो एन्ड नमस्ते साथीहरू। वेलकम छ आजको मेरो डे 1 मिनी भ्लगमा। आजदेखि चाहिँ मैले डे 1 देखि डे 30 सम्म मिनी भ्लग बनाउने मैले च्यालेन्ज लिएकी छु। त्यो च्यालेन्जले तपाईँहरूले पुरा गरिदिनुहुन्छ होला भनेर मैले आशा पनि राखेकी छु। आजको मेरो बिहानीको सुरुवात चाहिँ पार्सल खोल्दै भएको थिएँ। म उठेकै थिएँ त मेरो कमरामा पार्सल पो आएछ। मैले सोचे कसैले मगाइदियो मेरो लागि पार्सल भनेर लास्ट अनबक्सिङ गर्दा त मैले पो मगाएकी रहेछु मेरो छोरीको लागि। अनि मेरो बुढाले चाहिँ मेरो लागि चार्जर पनि मगाउनु पो भएको रहेछ। आज चाहिँ मेरो बुढा पनि आउनु भएको थिएन अनि पार्सल पठाइदिनु पो भएछ। अनि पार्सल अनबक्सिङ गर्दा त मेरो छोरी सुतिरहेको थियो अनि पछि उठेर चाहिँ मेरो पार्सल खाइ भने मेरो छोरीले। अनि मैले भनिदिएँ कि तेरो पार्सल त मैले अनबक्सिङ गरिदिएँ, ल यो लगा त भनेर दिएको त मेरो छोरी अक्क न बक्क भइसकेपछि अब पहिलोचोटि लगाएर त होला। अनि त्यसपछि साथीहरूले चाहिँ साँच्चै ड्राई फ्रुट भिजाएको पनि थिएँ। त्यो ड्राई फ्रुट त आमा छोरी मिलेर खाइदिउँ। त्यसपछि आमा छोरी मिलेर पानी पनि खाइदिउँ। त्यसपछि छोरी खानापिना खाएर छोरीको सुत्ने टाइम पनि भइदियो के। अनि त्यसै म पेट पूजा गर्छु भनेर फ्रिज हेरेको फ्रिज पनि खाली रहेछ। फ्रिज खाली भएर पनि के भयो दिमाग त खाली छैन भनेर मैले दाल प्याक गरेर मैले पठाइदिएँ होटलमा। अब पेटमा पनि चुवा 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 गरिसकेको थियो। त्यसपछि मैले अन्डा ब्रेड बनाएँ। अन्डा ब्रेड खाँदै थिएँ त लाइट पनि झ्याप्प गइदियो। झ्याप्प लाइट जान के पाएको थियो छोरी पनि झ्याप्प उठिदिए। अनि छोरीलाई मैले सबसे पहिले सुताएर म गएँ कपडा सुकाउनतिर अब 12 बजेको घाममा। कतिपयले भन्नु होला बिहानै धोएर बिहानै सुकाउन सकिँदैन कि भनेर। अब म के बिहान सुकाउनु अब उठ्छु 12 बजे त 12 बजे सुकाउनु पर्यो होइन त साथीहरू। अब कतिपयले भन्नु होला बुहारी भएर पनि 12 बजे उठ्छे भनेर। के गर्नु साथीहरू घरको फ्यामिली राम्रो भएपछि 12 बजे के 2 बजे पनि उठ्न मिल्छ हो कि होइन। अनि कपडा सुकाउँदै छ त मेरो छोरी त रोएको आवाज छतमा आइसक्यो। म चाहिँ फटाफट डकुरेर आएको त मेरो छोरी चाहिँ सुसु गरेर पो रुँदो रहेछ। अनि के गर्नु कच्चा त लगाइदिनै पर्यो अब नाङ्गे राख्नु परेन। त्यसपछि मेरो छोरीको चाहिँ यो अब कहिले युज गर्ने अहिले युज त गर्ने हो कि होइन साथीहरू। मेरो छोरीलाई चाहिँ अब किचनमा बसालिदिएँ। घरमा चाहिँ कोही थिएन दिदी चाहिँ बच्चालाई ल्याउन गइसक्नु भएको थियो। अब घरको काम त थोडा बहुत गर्नै पर्यो नि साथीहरू। अनि छोरीलाई भुइँ बसालेर चाहिँ म फटाफट काम गर्नतिर लागेँ। काम गर्दै थिएँ त बाहिर हेरेको त घाम पनि लागेको छ। म चाहिँ सोचेँ गत्ताहरू पनि मैले सुकाइदिन्छु भनेर फटाफट मैले गत्ताहरू पनि सुकाइदिएँ। अनि दिदीले चाहिँ हिजो झाडु किनेर ल्याउनु भएको थियो यसको मैले एउटा भिडियो देखेको थिएँ कि। अनि त्यो भिडियोको जस्तै गर्छु भनेर खोजेको त त्यो हुँदै भएन। अब भिडियो पनि कस्तो कस्तो फेक भिडियो बनाउँछ नि अब के गर्नु हामीलाई सही लागिहाल्छ। अनि त्यस्तै गराउनु त हुँदैन वेस्ट हुन्छ। अनि झाडुको कुरा गरेको है साथीहरू मैले चाहिँ। अनि त्यसपछि मैले गम भात खाँदै थिएँ पछाडि चाहिँ मेरो छोरी सुतिरहेको थिएँ। त्यसपछि मलाई कहिले नलाग्ने जागर चाहिँ अहिले लाग्यो। मेरो कपाल पनि यति झरिरहेको थिएन नि घरमै एलोभेरा भएको के काम त हो कि होइन साथीहरू। अनि एलोभेरा काटेर चाहिँ एलोभेराको पेस्ट बनाएर उसमा कोकोनट तेल हालेर मैले बालमा लगाएँ। सो गाइज आजको लागि यति नै मिलाउँला अर्को भिडियोमा। त्यति बेलासम्म मलाई साथ सपोर्ट गर्न